सो हेलो एवरीवन, कैसे हैं आप सब एंड आई होप कि आप सब बढ़िया होंगे। तो वेलकम बैक टू माय यूट्यूब चैनल। आप सभी लोगों को मेरे तरफ से मकर संक्रांति की हार्दिक शुभकामनाएं। तो आज की इस वीडियो में आप लोगों को देखने को मिलने वाले हैं मकर संक्रांति। गाइस आज हामी बिरयानी बनाउनु गइरहेको छौँ। हाम्रो यता मासु छ, टक्कै रेडी भइसक्यो मासु सबै। मिचाउने छौँ, टक्कै मिचाउने। अहिले ग्लोभ्स लागिसकेको छौँ, हामी यहाँ मिचाउने छौँ टक्कै। गाइस हाम्रो चाहिँ भइसक्यो, अब हामीले छोप्ने हो। अब हाम्रो यस्तो हुन्छ गाउँघरको थाल, टक्कै अब यो भित्र हाल्ने। गाइस हाम्रो चाहिँ सुरु भइराखेको छ टक्कै बिरयानी बनाउने। यहाँ टक्कै बिरयानी बनाउँदैछौँ अझ म टक्कै होइन। यता हाम्रो अहिले देखाइदिन्छु, यहाँ आगो फुकिरहेछौँ, टक्कै हामी चाहिँ रेडी हुँदैछ। मैले चाहिँ पहिलाचोटि बिरयानी बनाउँदैछु कि पहिला त बाबाले बनाउँथ्यो बिरयानी, पहिला नि खाएको नि त, कतिचोटि बनाइसकेको छु बाबाले। अनि आज चाहिँ मैले ट्राई हान्ने भनेको क्या, कस्तो हुन्छ हेर्छु ल। टक्कै आज चाहिँ मैले ट्राई हान्ने भनेको क्या बिरयानी कस्तो हुन्छ। टक्कै गीतको चान्समा हेर्नु न, गीतको चान्स मानिरहेको छु। यता उफर छ टक्कै, यता यो उफर यस्तै हो। अब राम्रो त छैन बिरयानी कस्तो हुन्छ, पहिला फर्स्टचोटि बनाइरहेको छु होइन, कस्तो लाग्छ। त्यो चाहिँ अघि मैले मुच्याएको थिएँ नि त, अहिले चाहिँ कस्तो भयो टक्कै चलाइरहेको छु होइन। अहिले चाहिँ कस्तो भयो भनेर चलाइसक्यो मासु हेर्ने चलाइरहेको पहिला मासु। गाइस मेरो मासु कस्तो भयो हेर्छु ल टक्कै। ओ माई गड मेरो मासु कस्तो भयो, ओ माई गड। गाइस मेरो बिरयानी चाहिँ यस्तो भइसक्यो टक्कै मासु। हाम्रो मम्मी टक्कै आज अहिले आइपुगेछ। गोला घाँस हाल्न गएको थियो हाम्रो मम्मी, आइछ। म चाहिँ यहाँ यस्तो। गाइस मैले चामल हालिसकेँ, अब यो टक्कै यहाँ लाउनुपर्छ टक्कै। हाम्रो खासै हाम्रो दुईवटा छ नि त, तल दिदीले मोमो बनाउँदैछ, तल दिदी मोमो बनाउँदैछ, अलि देखाइदिन्छु। यहाँ चाहिँ टक्कै मेरो बाबाको प्लान क्या, यो चाहिँ आज बिरयानी खाने भन्दै थियो। अनि चाहिँ बाबा चाहिँ सुतिसकेको छ। अनि चाहिँ आज चाहिँ मैले ट्राई हानेको क्या, कस्तो हुन्छ यार, कस्तो हुन्छ अब खाएर पकाएर थाहा हुन्छ। दिदीले तलतिर बनाइरहेछ मोमो, तपाईँलाई अहिले देखाइदिन्छु टक्कै लगाएर होइन। दिदीको तलतिर यो चाहिँ माथि माथि घर, माथि पसल राख्ने घर हो नि त, नि तलतिर हाम्रो घर चाहिँ तलतिर छ, त्यही कारणले तलतिर दिदीले मोमो बनाउँदैछ। यहाँ चाहिँ मेरो बिरयानी टक्कै होइन टक्कै। गाइस म चाहिँ यता घरतिर जाँदैछु कि, दिदीको प्लान मोमो बनाउने टक्कै घरतिर। यो चाहिँ मोमोको बाडी टक्कै दिदीले बनाइसकेको रहेछ। यता हेर्नु न बहिनी, मेरो बहिनी धुरु मुस्ने, हेर्नु न बहिनी मेरो बहिनी, हेर्नु न यो मोसी, यो मोसी हेर्नु त छ्या। रेडी हुँदैछ है हाम्रो मोमो आजको टक्कै मोमो। दिदीको प्लान यो चाहिँ मेरो बान्जा हो। उता बहिनी हेर्नु न, त्यो ओइ भन्दा आउँदैछ मेरो बहिनी, यो चाहिँ मेरो बहिनी हो, यो चाहिँ मेरो भान्जा हो। उता मोमो दिदी आज रिसाउनु भएको छ हाम्रो दिदी हो। म मेरो पानी परिरहेको छ क्या यस्तो गाउँमा। अनि म चाहिँ टक्कै जाँदैछु क्या माथि, यता अहिले अघि आएको थियौँ नि त, नि चाहिँ अघि नै आइपुगेको थियो। अनि मम्मीले मोमो ल्याएछ तलबाट टक्कै। हुन्छ के हो, कसले बनाएको मोमो यो? नयाँ सङ्क्रान्तिको यार, दिदीको प्लान यो चाहिँ मोमो बनाउने, मेरो चाहिँ बिरयानी। बिरयानी चाहिँ रेडी भइसक्यो टक्कै, अब खोल्ने हो। ओ माई गॉड बिरयानी कहाँ गए, खजा ल्याउने
ल गाइज मेरो ब्लग चाहिँ यतिसम्म हो। तपाईँहरूलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक सब्सक्राइब सेयर गरिदिनु होला सबैजनाले। आजको ब्लग मेरो यति नै हो, सबैले माया गरिदिनु होला।